हेलो गाइज, के छ तपाईँहरूको खबर? म तपाईँहरूलाई चाहिँ आज स्पेसल्ली गार्डनको फुल देखाउन आँटिरहेको छु है। यो फुलको नाम चाहिँ मलाई थाहा भएन है, तर बब्बालै छ है। यहाँ चाहिँ एउटा फुलको लागि चाहिँ कति धेरै मिहिनेत गर्नुपर्छ, त्यो स्पेसल्ली चाहिँ म तपाईँहरूलाई त्यो देखाउन आँटेको होइन। एउटा फुलको लागि चाहिँ त्यसरी पाइप बिछाएर होइन, यसमा टाइम टु टाइम पानी हाल्नुपर्छ। यति खर्च गर्नुपर्छ होइन, एउटा फुल एउटा बोटको लागि चाहिँ यति खर्च गर्नुपर्छ होइन। हामी नेपालमा चाहिँ त्यत्तिकै चराले हगे पनि फुलहरू, बोट बिरुवाहरू अनि फलहरू हुने ठाउँ चाहिँ हाम्रो नेपाल होइन। तर हामीले चाहिँ यस्तो कुराहरू कहिले सोच्दैन कि, किनभने हामीसँग सेन्स छैन क्या। हामी नेपालीहरूको दिमाग चाहिँ धेरै नै पछाडि छ क्या। त्यही भएर हामी पनि अब बदलिनुपर्छ है। हाम्रो ठाउँलाई बनाउनुपर्छ राम्रो, आफैले बनाउने हो। हामी गभर्मेन्टबाट पनि केही पाउँला, तर स्पेसली चाहिँ हामी चाहिँ आफैबाट स्टार्ट गर्नुपर्छ है। हामी कसरी आफ्नो ठाउँहरू, आफ्नो देशलाई, आफ्नो गाउँ समाज होइन कसरी हामीले बनाउने, आफैबाट सुरुवात गर्नुपर्छ है साथी। यो स्पेसल्ली चाहिँ यो सजेसनको लागि चाहिँ मैले यो भिडियो बनाएको हो र फुल पनि बब्बालै छ। अनि थ्याङ्क यू फर वाचिङ है। मेरो भिडियो हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। म यस्तै भिडियोहरू म कन्टिन्यू ल्याउने छु, अनि मलाई सपोर्ट गर्नु होला। त्यही हो। मलाई तपाईँहरूलाई चाहिँ मेरो विचार कस्तो लाग्छ है, स्पेसली चाहिँ मलाई कमेन्ट गर्नु होला। अनि त्यही हो, भिडियोलाई मन पऱ्यो भने सेयर पनि गर्नु होला, ताकि सबैले बुझ्न पाओस्, हेर्न पाओस् है। मेरो चाहिँ यही नै विचार हो। ओके, थ्याङ्क यू सो मच।